प्रश्न नम्बर 1 पृथ्वीमा जम्मा कतिवटा महादेश रहेका छन्? अप्सन ए 5 वटा, अप्सन बी 6 वटा, अप्सन सी 7 वटा, अप्सन डी 8 वटा। यसको सही उत्तर रहेको छ अप्सन सी 7 वटा। प्रश्न नम्बर 2 क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो महादेश कुन हो? अप्सन ए अफ्रिका, अप्सन बी एसिया, अप्सन सी युरोप, अप्सन डी उत्तर अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन बी एसिया। प्रश्न नम्बर 3 सबैभन्दा सानो महादेश कुन हो? अप्सन ए युरोप, अप्सन बी अस्ट्रेलिया, अप्सन सी अन्टार्कटिका, अप्सन डी दक्षिण अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन बी अस्ट्रेलिया। प्रश्न नम्बर 4 सबैभन्दा धेरै जनसङ्ख्या भएको महादेश कुन हो? अप्सन ए अफ्रिका, अप्सन बी युरोप, अप्सन सी एसिया, अप्सन डी उत्तर अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन सी एसिया। प्रश्न नम्बर 5 सबैभन्दा कम जनसङ्ख्या भएको महादेश कुन हो? अप्सन ए अस्ट्रेलिया, अप्सन बी युरोप, अप्सन सी अन्टार्कटिका, अप्सन डी दक्षिण अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन सी अन्टार्कटिका। प्रश्न नम्बर 6 भूमध्य रेखाले काटेको महादेश कुन हुन्? अप्सन ए एसिया र युरोप, अप्सन बी अफ्रिका र दक्षिण अमेरिका, अप्सन सी अस्ट्रेलिया र अफ्रिका, अप्सन डी उत्तर अमेरिका र युरोप। यसको सही उत्तर रहेको छ अप्सन बी अफ्रिका र दक्षिण अमेरिका। प्रश्न नम्बर 7 पूर्ण रूपमा दक्षिणी गोलार्धमा पर्ने महादेश कुन हो? अप्सन ए अफ्रिका, अप्सन बी अस्ट्रेलिया, अप्सन सी दक्षिण अमेरिका, अप्सन डी एसिया। यसको सही उत्तर रहेको छ अप्सन बी अस्ट्रेलिया। प्रश्न नम्बर 8 पूर्ण रूपमा उत्तरी गोलार्धमा पर्ने महादेश कुन हो? अप्सन ए एसिया, अप्सन बी युरोप, अप्सन सी उत्तर अमेरिका, अप्सन डी सबै। यसको सही उत्तर रहेको छ अप्सन बी युरोप। प्रश्न नम्बर 9 सबैभन्दा धेरै देश भएको महादेश कुन हो? अप्सन ए एसिया, अप्सन बी अफ्रिका, अप्सन सी युरोप, अप्सन डी दक्षिण अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन बी अफ्रिका। प्रश्न नम्बर 10 सबैभन्दा कम देश भएको महादेश कुन हो? अप्सन ए अस्ट्रेलिया, अप्सन बी दक्षिण अमेरिका, अप्सन सी उत्तर अमेरिका, अप्सन डी अन्टार्कटिका। यसको सही उत्तर रहेको छ अप्सन डी अन्टार्कटिका। प्रश्न नम्बर 11 हिमालहरूको देश भनेर चिनिने महादेश कुन हो? अप्सन ए एसिया, अप्सन बी युरोप, अप्सन सी अफ्रिका, अप्सन डी उत्तर अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन ए एसिया। प्रश्न नम्बर 12 मरुभूमिमा बढी पाइने महादेश कुन हो? अप्सन ए एसिया, अप्सन बी अफ्रिका, अप्सन सी अस्ट्रेलिया, अप्सन डी दक्षिण अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन बी अफ्रिका। प्रश्न नम्बर 13 सबैभन्दा अग्लो हिमाल एभरेस्ट कुन महादेशमा पर्दछ? अप्सन ए युरोप, अप्सन बी अफ्रिका, अप्सन सी एसिया, अप्सन डी उत्तर अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन सी एसिया। प्रश्न नम्बर 14 नाइल नदी कुन महादेशमा पर्छ? अप्सन ए एसिया, अप्सन बी अफ्रिका, अप्सन सी युरोप, अप्सन डी दक्षिण अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन बी अफ्रिका। प्रश्न नम्बर 15 अमेजन नदी कुन महादेशमा पर्दछ? अप्सन ए अफ्रिका, अप्सन बी उत्तर अमेरिका, अप्सन सी दक्षिण अमेरिका, अप्सन डी एसिया। यसको सही उत्तर रहेको छ अप्सन सी दक्षिण अमेरिका। प्रश्न नम्बर 16 सबैभन्दा चिसो महादेश कुन हो? अप्सन ए अस्ट्रेलिया, अप्सन बी युरोप, अप्सन सी अन्टार्कटिका। यसको सही उत्तर रहेको छ अप्सन सी अन्टार्कटिका। प्रश्न नम्बर 17 सबैभन्दा तातो महादेश कुन हो? अप्सन ए अफ्रिका, अप्सन बी एसिया, अप्सन सी अस्ट्रेलिया, अप्सन डी दक्षिण अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन ए अफ्रिका। प्रश्न नम्बर 18 युरोप र एसियालाई अलग गर्ने पर्वत कुन हो? अप्सन ए आल्प्स, अप्सन बी हिमालय, अप्सन सी उरल, अप्सन डी एन्डिज। यसको सही उत्तर रहेको छ अप्सन सी उरल। प्रश्न नम्बर 19 उत्तर र दक्षिण अमेरिकालाई जोड्ने स्थल डमरू कुन हो? अप्सन ए सुएज, अप्सन बी पनामा, अप्सन सी बेरिङ, अप्सन डी मलक्का। यसको सही उत्तर रहेको छ अप्सन बी पनामा।
प्रश्न नम्बर 20 अफ्रिका र एसियालाई अलग गर्ने नहर कुन हो? अप्सन बी सुएज, अप्सन सी किल, अप्सन डी मलक्का। यसको सही उत्तर रहेको छ अप्सन बी सुएज। प्रश्न नम्बर 21 उत्तर एसिया र उत्तर अमेरिकालाई अलग गर्ने उज्जवल डबरी कुन हो? अप्सन ए पनामा, अप्सन बी मलक्का, अप्सन सी बेरिङ, अप्सन डी अर्जुन। यसको सही उत्तर रहेको छ अप्सन सी बेरिङ। प्रश्न नम्बर 22 अस्ट्रेलिया महादेशलाई के नामले पनि चिनिन्छ? अप्सन ए ओसिनिया, अप्सन बी युरोपिया, अप्सन सी अफ्रोसिया, अप्सन डी युरेसिया। यसको सही उत्तर रहेको छ अप्सन ए ओसिनिया। प्रश्न नम्बर 23 सबैभन्दा विकसित महादेश कुन हो? अप्सन ए एसिया, अप्सन बी अफ्रिका, अप्सन सी युरोप, अप्सन डी दक्षिण अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन सी युरोप। प्रश्न नम्बर 24 सबैभन्दा बढी वर्षा हुने क्षेत्र रहेको महादेश कुन हो? अप्सन ए अफ्रिका, अप्सन बी एसिया, अप्सन सी दक्षिण अमेरिका, अप्सन डी अस्ट्रेलिया। यसको सही उत्तर रहेको छ अप्सन बी एसिया। प्रश्न नम्बर 25 सबैभन्दा लामो पर्वत श्रृङ्खला एन्डिज कुन महादेशमा पर्छ? अप्सन ए एसिया, अप्सन बी उत्तर अमेरिका, अप्सन सी दक्षिण अमेरिका, अप्सन डी अफ्रिका। यसको सही उत्तर रहेको छ अप्सन सी दक्षिण अमेरिका। प्रश्न नम्बर 26 सहारा मरुभूमि कुन महादेशमा पर्छ? अप्सन ए एसिया, अप्सन बी अफ्रिका, अप्सन सी अस्ट्रेलिया, अप्सन डी दक्षिण अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन बी अफ्रिका। प्रश्न नम्बर 27 ग्रिनल्यान्ड कुन महादेशमा पर्छ? अप्सन ए युरोप, अप्सन बी एसिया, अप्सन सी उत्तर अमेरिका, अप्सन डी अस्ट्रेलिया। यसको सही उत्तर रहेको छ अप्सन सी उत्तर अमेरिका। प्रश्न नम्बर 28 युरोप महादेशको जन्मस्थल भनेर कुन देश चिनिन्छ? अप्सन ए फ्रान्स, अप्सन बी जर्मनी, अप्सन सी ग्रिस, अप्सन डी इटाली। यसको सही उत्तर रहेको छ अप्सन सी ग्रिस। प्रश्न नम्बर 29 सबैभन्दा धेरै भाषा बोलिने महादेश कुन हो? अप्सन ए युरोप, अप्सन बी अफ्रिका, अप्सन सी एसिया, अप्सन डी दक्षिण अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन बी अफ्रिका। प्रश्न नम्बर 30 हिमालय पर्वत कुन महादेशमा पर्छ? अप्सन ए युरोप, अप्सन बी अफ्रिका, अप्सन सी एसिया, अप्सन डी उत्तर अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन सी एसिया।